यस कथाको शीर्षक रहेको छ अधुरो प्रेम। कुनै एउटा गाउँमा अर्जुन र कविता नामका युवक युवती बस्थे। दुवैको भेट कलेजमा भएको थियो। समय बित्दै जाँदा उनीहरू गहिरो प्रेममा परे। उनीहरूले सधैँ जीवन बिताउने सपना देखेका थिए। तर एउटा कुरा उनीहरूलाई थाहा थियो, उनीहरू फरक जातका थिए। सुरुमा उनीहरूले आफ्नो परिवारलाई मनाउने प्रयास गरे। अर्जुनका बुवा-आमा केही समयपछि तयार भए, तर कविताका बुवा-आमा समाज र इज्जतका डरले मान्नु भएन। हाम्रो घरको छोरीले त्यो जातमा बिहे गर्छ भने हामी मरेसर हुनेछौँ। कवितामाथि निगरानी बढाइयो, फोन खोसियो, कलेज जान रोक लगाइयो, अर्जुनबाट टाढा राखियो। कविताले धेरै पटक आमालाई सम्झाइन्, तर आमा बुवा मान्नु भएन। आमाले भन्ने गर्थिन्, प्रेमले पेट भरिँदैन, समाजमा बाँच्नुपर्छ। र केही महिनापछि कविताको बिहे अर्को केटासँग तय गरियो। यो खबर सुनेपछि अर्जुन र कविता भागेर विवाह गर्ने योजना बनाउन थाले, तर योजना असफल भयो। बिहे हुनुभन्दा एक हप्ता अघि नै कविताका दाइले उनीहरूको योजना थाहा पाए। त्यसपछि कवितालाई कोठामा थुनेर राखियो। त्यो राति कविताले अर्जुनलाई अन्तिम चिठी लेख्दै भनिन्, यदि यो संसारले हामीलाई एक हुन दिएनन् भने म अर्को संसारमा तिम्रो प्रतीक्षा गर्नेछु। भोलिपल्ट बिहान कविता आफ्नो कोठामा मृत फेला परिन् र गाउँभरि शोक छायो। अर्जुन बाँचिरहेको लास जस्तै भयो। कविताको अन्त्येष्टि भएको 13 दिनपछि अनौठो घटनाहरू सुरु भए। राति अर्जुनले आफ्नो झ्याल बाहिर कसैको आवाज सुन्न थाल्यो। पहिलो दिन उसले वास्ता गरेन, दोस्रो दिन आवाज झन् नजिक आयो। तेस्रो दिन झ्याल खोलेर हेर्दा उसले सेतो कपडा लगाएकी एउटी युवतीलाई देखे र त्यो कविता थिए। तर उनको पहेँलो अनुहार, आँखा कालो थिए र खुट्टा जमिनमा थिएन। र अर्जुन, म एक्लै छु। त्यो आवाज सुनेर अर्जुन बेहोस भयो। त्यो दिन पछि ऊ हरेक रात एउटै सपना देख्न थाल्यो। सपनामा कविता आउँथिन्, हात समातेर भन्थिन्, मसँग आऊ, हामीलाई अब कसैले छुट्याउन सक्दैन। दिन बित्दै गए, अर्जुनको शरीर सुक्दै गयो। उसले खान छोड्यो, राति निन्द्रामा घरबाट बाहिर निस्कन थाल्यो। एक रात परिवारले उसलाई शमशान घाटतिर जाँदै गरेको भेटाए। उसले आँखा बन्द गरेर हिँडिरहेको थियो। अचानक ऊ एउटा पुरानो पिपलको रुखमुनि रोकियो र भने, कविता, म आउँदैछु। त्यसै बेला ऊ रुखमा झुन्डिन खोज्दै थियो। परिवारले समयमै बचाए। गाउँलेहरूले यो कुरा सुनेपछि एक वृद्ध तान्त्रिकलाई बोलाए। तान्त्रिक घरमा पस्न बित्तिकै रोकिए। यो आत्मा प्रेमले होइन पीडाले बाँधिएको छ। ऊ अर्जुनलाई आफ्नो संसारमा लैजान चाहन्छे। मध्यरातमा पूजा सुरु भयो। अचानक घरका सबै बत्ती निभे। ढोका आफै बन्द भयो। बाहिर कुकुरहरू कराउन थाले। अर्जुनको शरीर काँप्न थाल्यो। उसले अचानक महिलाको आवाजमा बोल्न थाल्यो, उहाँ मेरो हो, मैले उहाँलाई लिएर जान्छु। त्यो आवाज कविताको जस्तै थियो। घरभित्र भएका सबै मानिस डरले काँप्न थाले। तान्त्रिकले मन्त्र पढ्दै अघि बढे। अचानक अर्जुनको घाँटीमा निलो दाग देखा पर्न थाल्यो, मानौ कसैले घाँटी थिचिरहेको हो। तान्त्रिकले पवित्र जल छर्किए। त्यसै क्षण अर्जुन ठुलो स्वरले चिच्यायो,
घरभरि एउटा महिलाको रुवाई गुन्जियो। रातको करिब 3 बजे तान्त्रिकले अन्तिम मन्त्र पढे। त्यसपछि अचानक सबै शान्त भयो। अर्जुन भुइँमा ढल्यो। बेहोस हुन अघि उसले एउटै कुरा सुन्यो, म तिमीलाई अर्को जन्ममा भेट्नेछु। त्यसपछि अर्जुन बिस्तारै निको भयो। तर गाउँका मानिसहरू आज पनि भन्छन् कविताले आत्महत्या गरेको पुरानो घरको झ्यालमा पूर्णिमाको रात एउटी युवती उभिएकी देखिन्छन्। र यदि ध्यान दिएर सुनियो भने टाढाबाट एउटै आवाज आउँछ, हाम्रो प्रेम अधुरै रह्यो।